हामी फर्किन्छौं 2036 सालको छिन्ताङतिर। त्यो समय जब देशमा पञ्चायती निरङ्कुशता थियो। परिवर्तनको आशमा गाउँलेहरूले केही शब्द मात्र बोले, तर तिनै शब्दलाई विद्रोह भनियो र त्यसैको सजाय गोली गोली। फलस्वरूप निहत्था निर्दोषहरूलाई गोली ठोकियो। 14 वर्षको विद्यार्थीदेखि गर्भवती आमासम्म ढले। 16 निर्दोष आत्माहरूको रगतले त्यही माटो रातो भयो। कापी बोकेको नानीको हात चिसो भयो। भविष्य बोकेकी आमाको सास रोकियो। गाउँको आकाश एकै छिन्ने कालो भयो र त्यो कालो आकाशले अझै सोधिरहेछ, किन निहत्ताहरूलाई गोली ठोकियो, किन आवाज अपराध बन्यो? र त्यो प्रश्न आज पनि अधुरो छ। शहीदहरूको आवाज अझै गुन्जिन्छ। कहिले आउँछ साँचो परिवर्तन? नरुन नानी, के गर्नु? तिमीलाई खुवाउने दुधै आउँदैन? खै के गरौँ र, आमाले केही खान पाएको दुध आउँथ्यो। यहाँ त खानेकुरा पनि केही छैन। आमा, मलाई भोक लाग्यो। अब के खुवाउनु? केही पनि छैन बाबु? कहाँबाट कमाउ र? खै केही छैन हातमा। योपालिको चाडबाड भनौँ पनि यस्तै छ। खेत पनि बाँझै छ। अब आशा यो पानी पर्छ कि भन्ने। ए साइला पनि पाएछ। ए साइला यता आउन हौ, गफ गरौँ। दाजु, खै के गर्न, गाईको बिजोग छ, घाँस पनि काटेको छैनको। हरि बिजोग पो भयो। ए अनि साइले चाहिँ कता नि? खै बिरामी मात्र हुन्छ। घरमा खानेकुरा एउटा छैन। के गर्ने होइन, के सारुवा निकाल लागेको नि गाउँमा। ल बस् न त एकछिन। पहिले पञ्चायत सुरु हुँदा सबैले भन्थे गरिबलाई भलाइ हुन्छ, तर खै त। त्यही त, आज त छाकटार नै पो गाह्रो हो। यो व्यवस्था त गरिबका लागि होइन रहेछ हौ दाजु। होइन दाइ, तल्लो घरको पृथ्वबहादुरको छोरा त मरेछ अरे। पुरै रुवासी चलिरहेछ त। के कसरी? कोइला खानी गएको थियो 5 महिना अघि। कोइलाले थिचेर आज बिहान खबर आएछ। ला हो र, म हिजो त्यहाँ गएकी थिएँ। चामल थिएन, नुन पनि थिएन। मैले 1 महिना चामल, अलिकति नुन दिएँ। बिचारी बुढी आमा भन्दै थिइन्, मेरो ऋण धेरै छ, छोरा फर्केपछि तिर्छु। खै अब त सबै सकियो। आमा बाबा त धेरै वृद्ध छन्। एउटा भाको बुढेसकालको लाठी पनि भाँची गयो। अब सहारा पो कसले देला नि? धनीको सन्तान सहर र विदेश, गरिबको सन्तान भोक भोकै मर्दै। अनि यस्तो न्याय कस्तो हौ? यो व्यवस्था ठिक छैन। अब आवाज उठाऊ, नत्र हाम्रो सन्तानले हामीलाई धिक्कार्नेछन्। हो गाउँबाट उठ्नुपर्छ। अब परिवर्तन चाहिन्छ। हाम्रोमा ठुलो छैन, भोग लागेको बेला पेट भरियोस् बस। राजा कहाँ हाम्रो कुरा पुग्ला र? राजा त दयालु छन् रे। उहाँले सुनिदिनु भयो भने त केही त होला नि है। भोगबाट क्रान्तिको आवाज निस्कियो। गाउँमा एउटै स्वर गुन्ज्यो, हाम्रो आवाज काठमाडौँसम्म पुगोस्। केही दिनसम्म छिन्ताङमा यही कुरा चलिरह्यो। 1 कान 2 कान हुँदै त्यो स्वर मैदान भर फैलियो र अन्ततः त्यो आवाज साँच्चै काठमाडौँ पुग्यो। गाउँलेहरू खुसी थिए, अब त हाम्रो कुरा सुन्ने भयो, हाम्रो दुःख बुझ्ने भयो भनेर। तर विडम्बना, त्यो सपना धेरै बेर टिकेन। केही दिन भित्रै प्रहरी र प्रशासनको टोली गाउँमा आइपुग्यो। अनि त्यो बाहिर निस्कि, सबैजना बाहिर निस्कि। लाइन लक। अब म कसरी यो काको बच्चाले हुर्काऊ?
भोलि पढाइको अन्तिम परीक्षा छ। म पास भयो भने आमा र बुवा खुसी हुनेछन्। बुवाले भन्नुभएको थियो, त पढ छोरा, हामी त खेत जोत्न सक्छौं। आमाले पनि भनेकी थिइन्, एक दिन हाम्रो घरमा पनि रेडियो बस्नेछ। यो मेरो देश हो, म पढ्छु, ठूलो मान्छे बन्छु, यसैलाई राम्रो बनाउँछु। वर्षको बालक हातमा किताब थियो, बन्दुक होइन। उसका सपना विद्यालयको घन्टी थियो, बन्दुकको गर्जन होइन। उसको प्राण पढ्ने चाहना, तर शासनले त्यस चाहनालाई गोलीसँगै च्याप्यो। त्यो गोलीले केवल एउटा बालक मारेन, त्यो गोलीले भविष्यको किताब च्यात्यो। त्यो गोलीले देशको बोली मारेको, त्यो गोलीले देशको बोली मारेको। किताब राख्न भिजेको छ, तर तिम्रो अक्षर अझै तातो छ बाबु, उठ न। यसरी मलाई नछोड बाबु। कस्तो देश हो यो, जहाँ किताब बोकेको बच्चा पनि राज्यको दुश्मन ठहरिन्छ। 14 वर्षीय बालक, हातमा किताब थियो, बन्दुक होइन। आमाको खाक रित्तो भयो, तर उसको सपना यो देशको आकाशमा बाँचिरहेछ।